घोषणापत्र छैन अनि के आधारमा भोट माग्दैछौ त नि? के आधारमा हामी तिमीहरूलाई भोट हाल्ने? तिमीहरूको प्लान हेरौँ, तिमीहरूको 5 वर्षको भिजन हेरौँ अनि विचार गरौँला नि। अब घोषणापत्र सार्वजनिक भयो, अब मान्छेहरू भन्न थाले राइट तिमीहरू पनि उही त्यही पुरानै पार्टी जस्तै रहेछौ नि, गफ मात्र गर्ने। के फरक भयो र पुरानो र नयाँ तिमीहरूमा? 5 वर्षमा 30,000 किलोमिटर बाटो के तिमीहरूको एआईले बनाउँछ? 15,000 मेगावाट क्षमता विद्युत उत्पादन कहाँबाट हुन्छ? हावाबाट हुन्छ। अब यस्ता भन्ने मान्छेहरूको कमी छैन अहिले, तर 2-3 वटा बुदा बाहेक घोषणापत्रमा उल्लेख गरिएका अरू सबै नेपालमा सिस्टम बसाउनको लागि चाहिँ चाहिने अति आवश्यक कामहरू नै छन्। हामीलाई चाहिएको सिस्टम हो। र यो भन्दाखेरि चाहिँ 3टा मेन बुदाहरू जुन चाहिँ असम्भव त पक्कै छैनन्, तर पुरा गर्न चाहिँ निकै गाह्रो छ। जस्तै 15,000 मेगावाट विद्युत क्षमता, अर्को 5 वर्षमा 30,000 किलोमिटर राजमार्ग बनाउने, र अर्को भनेको 5 वर्षमा 12 लाख नयाँ रोजगारी सिर्जना गर्ने। यी सुन्दा पक्कै पनि च्यालेन्जिङ छन्, तर इम्पोसिबल भन्ने छैनन्। काम गर्न चाहिँ निकै नै गाह्रो हुनेवाला छ। सागर ढकालले इथियोपियाको इक्जाम्पल दिए जस्तै इथियोपियाले 15 वर्ष लगाएर अफ्रिकाकै सबैभन्दा ठुलो हाइड्रो इलेक्ट्रिक प्लान्ट तयार गरेको छ 5,000 मेगावाटको। इथियोपिया हेर्नुभयो भने संसारको 18औं गरिब देश हो, र उसले सक्छ भने हामीले किन नसक्ने? सम्भव छ। अब यही भन्दै गर्दाखेरि नेल्सन मण्डेलाको एउटा कोट छ, इट सिम्स इम्पोसिबल अन्टिल इट्स डन। काम पुरा नभएसम्म सबै कामहरू असम्भव नै चाहिँ लाग्छ, र यो इम्पोसिबल देखिने कामहरूलाई पोसिबल बनाउन सक्ने जिम्मेवारी तपाईँ हामी माझ आएको छ। त्यसैले यो पालि चाहिँ हामीले एकचोटि चान्स दिउँ र यो पालि घन्टीमा भोट हालौँ।